Ara thana do gote. Zore kelnga the. Do bo ma chaba the. Cita shen kun cita goya cita. What is this? Yes. This is koi koring. Alu niskyo alu. Tulo alu. Tare birko. Ara. Ara thana. Ninga matun malam. Da manu jo. Bande mota. Ban ho ni. Ina ma ban ma tha. Tunggu bate gare to pani. Pangkanda गाउँमा त नेपालमा यस्तो दुःख छ यो झार नै झार आलु गोड्दैछु साथीहरू यस्तो दुःख के गर्नु आलु त फल्नु त फलेछ पाक्लो भएछ यो झार नै झार भएछ ए पनि आलु निस्क्यो आलुको गेडा के गर्नु दुःख छ अब एक्लो जिन्दगी के गर्ने हजुर के बाक्लो भयो विदेश जानु भयो हाम्रो त गाउँ घरमा यस्तो दुःख गर्नु पर्यो पाल्नु पर्यो जिन्दगी विदेशमा कतिको दुःख छ यहाँ त यस्तो दुःख छ के गर्नु यो आलु गोडेको त्यही पनि खाली ठागे ठागे भएछ के गर्नु आलु निस्किन्छ फेरि अनि कति कमाउनु हुन्छ त यो आलुबाट आलुबाट त कमाउँदैन यति आफै घरमा तरकारी हामी निस्किन्छ बेच्दैन हामी त आलु त बेच्दैन ए हजुर यति 10-12 पाती निस्किन्छ होला नि ए धेर निस्किँदैन अलि धेर आलुको कमाइ गरेको भए त हुन्थ्यो होला हामी त आफै खाने तरकारी निस्किन्छ के गर्नु दुःख छ है गाउँमा पुरै दुःख छ पुरै यो चाहिँ कुन चाहिँ आलु हो बर्खे आलु कि हिउँदे आलु बर्खे साउनमा हुने आलु त्यो बिहान 7 बजीदेखि आएको खाना खाएको छैन ए भोक लागिरहेको छु त्यही माथि बिमारी छु ज्वरो आएर 10 दिनसम्म सुते ए अनि अहिले गएर चाहिँ खानु पर्यो ए यो तलदेखिको आलुबारी सबै तपाईँको हो यता मेरो सबै हो त्यतै भाउजूको माथि भाउजूको यो यति चाहिँ मेरो ए म खेतमा पनि रोपेको छ नि 9 पाती काइलीको खेतमा ए यो तलतिरको चाहिँ कसको हो यो मेरो होइन खोइ कसको पनि तलतिरको यो तलको त्यो सन्ची दिदीको विशाली बुहारीको अनि उ त्यो मनकाजी बुहारीको ए तपाईँको गाउँबाट त मजाको देखिँदो रहेछ त हिमालहरू पनि माथि माथि यहाँ त हिमालको हावा पानी पुरै हुन्छ पुरा हुन्छ है बाफ रे बाफ पुरै हावा पानी राम्रो छ नि एकचोटि कोरोमा यो गोड्नु त कसरी गोड्नु हुँदो रहेछ यहाँ यो आलुको गेडा चाहिँ कत्रो निस्किन्छ यत्रो निस्केको छ के यहाँ यो देखाउनु न यहाँ छ के यहाँ लानुहुन्छ यति तरकारी म त लादिन मान्छेको गेडा जस्तो निस्किँदो रहेछ त केको मान्छेको गेडा यो त आलुको गेडा हो केको मान्छेको गेडा निस्किँदो रहेछ ल ठिक छ
बर्खामा खानु आउनु न म उसिनेर अनि ल ल ल बर्खे टिम्पुर हजुर अनि हरियो खोर्सानी उम्, पिनेर चाहिँ मेरो छोरालाई मजाले दिन्छु ल मधुकार छोरा आउनु बर्खामा ल ल ल हुन्छ हुन्छ त्यसलाई त म यस्तो मजाले पिनेर टिम्पुर पिनेर जिम्बु पिनेर बाफ रे बाफ अनि त्यो के भन्छ हजुर धनियाँ पिनेर मजाले म दिन्छु एक थाल दिन्छु ल ल ल हुन्छ अहिले त अलिक काम बेला भएको छैन अनि खोइ त अरू अरू मेरो त छोरा छोरीहरू छोराहरू छोरा छोरी सबै विदेश विदेश होइन इन्डिया छ छोरा बुहारी अँ, छोरी काठमाडौँतिर छ अब पर्सितिर जान्छु छोरीतिर ए हजुर हजुर भदैनी पनि छ रस्माको घरतिर पर्सि जाने बिमारी छु ए आलु चाहिँ कतिको केरेले खान्छ त केरीले खाँदैन हाम्रोमा त किरा लाग्दैन ए हाम्रो तराईतिर त अठ्ठ्या नै किरा हुन्छ हाम्रो त यहाँ किरा लाग्दैन एकदम मजाको आलु हुन्छ फ्रेस आलु हुन्छ फ्रेस आलु हुन्छ उम्, बाफ रे बाफ यहाँ कस्तो दामी हुन्छ आलु अब बर्खामा आउनु न बर्खामा म कति पो उसिनेर दिन्छु यो त मान्छेको जस्तो सानो सानो गेडा आउँदो रहेछ तपाईँकोमा त ठुलो ठुलो त फल्दैन रहेछ आमै यो मान्छेको गेडा भयो त आलुको गेडा इ त्यो त मान्छेको गेडा जत्रो देख्छ ए होइन होइन यो मान्छेको गेडा जादु गेको फेसबुकमा चाहिँ युट्युबमा चाहिँ र आउँदैछ इसेक राखेन भोक लाग्यो भोक लाग्यो त कस्तो भोक लागेको छु यहाँ ए हजुर। बिहान आएको थियो 7 बजी नै एउटा गीत गाउनु न त ए म त स्वर आउँदैन बुढी भयो त म त बुढी 60 वर्ष भयो ए तपाईँ 60 वर्ष हुनुभयो हुनु 60 वर्ष भयो अलि भत्ता चाहिँ पाएको छैन ए भने 60 वर्ष मान्छे गरेर खान्छ कि आयो भनेपछि यताको यो बारी तपाईँको यति मात्रै हो यति मात्रै यहाँदेखि यो आलु गोड्नुहुन्छ अनि घरतिर जानुहुन्छ घरतिरमै घाँस लानुपर्छ गाउँले जीवन गाह्रो छ है बजु ए गाह्रो छ धेरै गाह्रो छ नि हो नाति ल ल ल ओके ओके कस्तो बाक्लो भएछ कि आलुको गेडा पनि सानो सानो रोपेको त ठुलो ठुलो भएछ